भएको छु। म आज प्रतिपक्षमा छु यो मानेमा होइन कि म यहाँ नेकपासँग मिलेर अथवा कुनै दलसँग मिलेर होइन, यो सरकारको असफलता देखेर बित्तिएर म प्रतिपक्षमा बसेको हो, यो सम्झिनु पर्यो। र म एउटा जनताबाट निर्वाचित सांसद हो। कसैलाई जोड्दैमा कतैमा मिलाउँदैमा म मिल्ने पनि होइन। म जुन मुद्दा बोकेर आएको छु त्यही मुद्दामा बोल्ने छु। अहिले टिकापुर घटना भदौ 7 गते 2072 सालमा घटेको घटना बृजचन्द्रलालको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन 8 चोटि प्रधानमन्त्री बने, ती सबैले लुकाएका छन्। लुकाए। अहिलेको मन्त्री परिषदले यदि सार्वजनिक गरेन भने यो मन्त्री परिषद पनि, सङ्घीय मन्त्री परिषद पनि काम छैन। त्यो सबै एउटै ड्याङका मुला हुन्, एउटै ड्याङका हुन्, सबै पुरानो नयाँमा केही फरक छैन भन्ने एउटा भाष्य हुन्छ। त्यही कारणले गर्दा यो लुम्बिनी प्रदेशको सभाबाट सभामुख मार्फत सङ्घीय सरकारलाई म अनुरोध गर्न चाहन्छु, यो लाल आयोगको प्रतिवेदन जुन थारू समुदायमा लागेको एउटा कालो दाग छ, दागलाई फत्तिक बनाउन, प्रष्ट पार्नको लागि चाहिँ लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ। जसले गल्ती गरेको छ, जसले हत्या गरेको छ, जसको षड्यन्त्रमा यो सब घटना घटेको छ, त्यसलाई चाहिँ कारबाही हुनुपर्छ भन्ने चाहिँ जोरदार माग गर्न चाहन्छु। सभामुख महोदय, मैले संविधान पल्टाएर हेर्छु। संविधानको धारा 16 मा लेखेको छ, यो देशमा जस्तो सुकै अपराध गरे पनि धारा 16 मा सम्मानपूर्वक बाँच्न पाउने हक छ। प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ। उपधारा 1 मा। उपधारा 2 मा के लेखेछ भने कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन। यो देशमा जतिसुकै हत्यारा बलात्कारी भए पनि मृत्युदण्डको सजाय दिएको छैन। तर हामी बर्दियाले के गल्ती गरेका छौँ? बर्दियालीले जो प्रत्येक महिना एउटा न एउटा मान्छे मरिरहेको छ बाघको चपेटाबाट। क्या हामी मानव होइनौँ? हामीले यो देशको लागि बर्दियालीले के गल्ती गरेको छ जो आत्महत्या के भन्छन् त्यहाँ मृत्युदण्डको सजाय दिएको छ सरकारले? यो चाहिँ हामी बुझ्नुपर्ने छ।